हेलो गाइस, आज हामी स्पेसली मेरो छुट्टीको दिन पनि होइन, म भिनाजुको घरमा आएको छु। आज हाम्रो नयाँ प्रोग्राम होइन, कुखुरालाई पोलेर गाउँटे स्टाइलमा हामी खाने कोसिस गर्नेछौँ र तपाईँहरूलाई पनि देखाउनेछु हामी कसरी के गर्नेछौँ भनेर होइन। स्पेसली अब यता हामीले चाहिँ यहाँ तयार गरिसकेका छौँ मुर्गीलाई जलाउने। अब किचनमा आगो त्यो गरम पानीमा हालेर फेरि ल्याएर यसलाई गाउँकै तरिकाले पकाएर हामी खानेछौँ होइन। खाना तयारी गरेका छौँ। के कस्तो हुन्छ, कस्तो लाग्छ, तपाईँ पनि इन्डियामा हुनुहुन्छ भने यस्तै गरेर खानुलाई एकदमै राम्रो हुन्छ है। यसै गरेर खानु होला। तर अहिले तपाईँ सुन्नु मात्रै होला, हामी खाना चाहिँ तपाईँलाई दिन सक्दैनौँ खुवाउनलाई, किनभने एउटा मात्र चाहिँ हामीलाई कम गर्न सक्छ। हेर्न यस्तो यस्तो जानहरू छ है हाम्रो, अलिकति जीव जानहरू खाइलाग्दो यस्तो यस्तो जीव जान छ। अहिलेको लागि अब एकैछिनपछि तपाईँले हामी कुखुराको पोल्ने क्रम जारी। कुकम्यान मिस्टर जनक कुमार डाक्टर विश्वकर्मा, उहाँ मेरो भान्जी। उहाँ चाहिँ पकाउने कुकम्यान, उहाँ चाहिँ यसलाई कुखुरालाई चाहिँ सफा गरेर रोस्ट गर्ने पोल्ने काम चाहिँ भान्जाको। अन्त ल कम रमाइलो छु त, हेर त यो वाउ, ए पोल्ने मान्छे भान्जा भान्जा बाबु। ल के भन्न चाहनुहुन्छ, भन्नु त के भन्नुहुन्छ यो कुखुराको बारेमा? कतिको दुःख भयो त कुखुरालाई यो पोलपाल गर्न है, त्यसको त्यो भोत्लाहरू निकाल्नलाई होइन। खानालाई गरेको राम्रै छ, मिठो हुन्छ है। मिठो हुन्छ। ए प्याज हो भान्जी, प्याज प्याज काट्दैछ नि फेरि भान्जी, सब रेडी हुन्छ। मिठो पकाउँछन् नि फेरि भान्जी। ए यस्तो रमाइलो गरेर काट्दैछन् हेर त।